नमस्ते सबैलाई, मेरो च्यानलमा स्वागत छ। आज म ऊनको मुजा सिकाउन गइरहेको छु। हामीलाई चाहिने सामानहरू हो यी काटा, कैँची, धागोहरू आफूलाई मनपर्ने कलर जुन युज गरे पनि भइहाल्छ। मसँग भएको धागोहरू यही हो। मैले चाहिँ मिडियम साइजको मुजा बनाउन गइरहेको छु र मिडियम साइजको मुजा बनाउनु लागि सुरुमा बेसको लागि घर बनाउनु पर्छ। तर तपाईहरुले पनि जुन साइजको बनाउन मन पर्छ त्यही साइजको बनाउन सक्नुहुन्छ। त्यसको लागि मेन चाहिँ बेसको घर चाहिँ आफ्नो साइज अनुसारको राख्नु पर्छ। मैले मिडियम साइज बनाउन ला भएर चाहिँ मैले 50 घरको चाहिँ यो बनाउन लागेको छ। यो मुजा प्लस जुत्ता स्टाइलको हो। यो हामीले अब यो बोर्डर चाहिँ 16 लाइनको बोर्डर बनाउने अनि त्यसपछि त्यसलाई चाहिँ 3 भाग गरेर यसरी बुट्टा बनाउने र बुट्टा बनाएर बिचको भागमा साइडबाट घर टिपेर एउटै लाइनमा निकालेर हामीले अर्को डिजाइनबाट बुन्ने। यसलाई चाहिँ गलबङ्गी स्टाइलको बुनाइ भने पनि हुन्छ। टिपेर घर बनाउने अनि एउटै साइजमा बनाउने। अनि यसलाई चाहिँ हामीले अब 5 लाइनको बोर्डर जस्तै गलबन्दी लाइनको बुन्न लागेको छ। यो चाहिँ साइडको भाग हो। साइडको भित्रको भागमा चाहिँ बुट्टा राखेर बनाएको छु र सिम्पल बुट्टा राखेको छु हामीले। अनि यसलाई बोर्डर 5 लाइन बनाएपछि हामीले अब अर्को धागो पनि चेन्ज गर्नुपर्ने हुन्छ। मैले एउटै धागो नपुगाए भएर यो थोरै धागो भएको भएर यही धागो युज गरिरहेको छु। एउटै धागोले बनाए पनि हुन्छ। मसँग चाहिँ एउटै धागो नपुग्ने भएर अब यसरी गलबङ्गी यहाँ अर्को एक्स्ट्रा मुजा छ अनि त्यो अनुसारको डिजाइनमा गलबङ्गी डिजाइनमा हो यो। यसरी हामीले 5 लाइन बोर्डर त्यो बनाउने, 5 लाइनको बनाउने। त्यसलाई आफ्नो साइज अब अलिकति छोटो यो सानो भएर 5 लाइन नत्र ठुलो साइज भए 7-8 लाइन बनाए पनि हुन्छ। र यसरी बनाउने 7-8 लाइन। मलाई अब फर्स्ट टाइम बनाउँदै चाहिँ यो भिडियो केही बिग्रेमा माफ गर्नु होला। मलाई पनि थाहा नभएर हो, मैले फास्ट भए जस्तो अलिकति। तर अब तपाईहरु कसैलाई फेरि अलि स्लोमा चाहिन्छ भने कमेन्ट गर्नु होला। म बिस्तारै सिकाउने कोसिस गर्छु। घर टिप्या भएर हामीले अलिकति टाइट हुन्छ कि यो बुन्दाखेरि चाहिँ अलिकति बिस्तारै बुन्नुपर्छ। किनभने अब हामीले सुरुमा 50 उता घरको बनाएको भयो। त्यसपछि बिचको बुट्टाबाट साइडबाट घर टिप्नुपर्छ। साइजको घरबाट हामीले 2 साइडमा 15 गरी घर टिपेको छु। त्यसले गर्दा अलिकति टाइट हुन्छ कि बुन्नलाई गाह्रो हुन्छ। अलिक बिस्तारै गर्नुपर्छ। अब यो त 80 टोटल 80 घरको भयो नि त यो घर। पहिला पो 50 घरको पछि 30 थपेपछि त 80 घरको भयो नि त यो। त्यही भएर अलिकति टाइट हुन्छ। अब हामीले यो 6 लाइन बुनिसकेपछि धागो काटेर अर्को धागो चेन्ज गरेको छु। तर अर्को धागो चेन्ज गर्दाखेरि अर्कै डिजाइनले बनाउन लागेको छु। एउटै डिजाइन भयो भने अलि राम्रो देखिँदैन। डिफ्रेन्ट डिजाइन भयो भने चाहिँ अलि राम्रो देखिने भएकोले मैले यसलाई यो चाहिँ अर्कै लाइनमा बनाउँदैछु। तल मुजामा नि हेर्न सक्नुहुन्छ तल राखिएको। त्यो अनुसारको उल्टाबाट बुन्ने यसलाई चाहिँ सबै उल्टो भन्नाले आफ्नोपट्टि काँटालाई राखेर बनाउनुपर्छ यसरी। र हामीले यो चाहिँ 5 लाइन बनाउनुपर्छ। 5 लाइन बनाउनुपर्छ। तर यो डिजाइन चाहिँ 2 लाइन बुन्दाखेरि एउटा धर्को निस्किने हुनाले यो 10 लाइन बुनेपछि चाहिँ 5 वटा लाइन निस्किन्छ। र हामीले अब डिफ्रेन्ट डिजाइन गऱ्यो भने अलिकति आकर्षक देखिन्छ भनेर डिजाइन डिफ्रेन्ट गरेको। अब सुरुमा नै हेर्न सक्नुहुन्छ बोर्डर अर्को डिजाइन, त्यसपछि बुट्टा भयो अनि त्यसपछि गलबन्दी बुट्टा भयो। त्यसपछि अब यो लाइन धर्को भयो होइन। 3 थरीको भयो नि त बुट्टा सुट्टा 4 थरी डिजाइन भयो नि त। अनि अलिकति युनिक राम्रो देखिन्छ भनेर हो। नत्र एउटै डिजाइन गर्दा पनि केही फरक पर्दैन। आफूलाई जस्तो सजिलो लाग्छ त्यस्तै गर्ने हो। ल अब यसरी बनाउने। तपाईहरुले केही अरू थप कुरा सिक्नु मन छ भने मलाई कमेन्ट गर्दा नि हुन्छ। मैले यो बाहेक किचनहरू पनि बनाएको छु अलिअलि। तपाईहरुलाई नि कुनै सिक्नु मन छ भने कमेन्ट गर्नु। म सिकाउने कोसिस गर्छु अलिकति राम्रो तरिकाले। केही भन्नु मन छ भने कमेन्ट गर्दा नि हुन्छ। अरू केही हेर्नु मन छ भने। तर म चाहिँ अहिले किचनहरू छ अलि 5-6 थरी 10 थरी होला किचनहरू छ।
र एक्स्ट्रा पर्स पनि बनाउँछु, सानो सानो वालेट बच्चाहरूले बोक्ने त्यस्तो बनाउँछु। तपाईँहरूलाई केही सिक्ने भने कमेन्ट गर्नु। अब यो यति गरिसके 5 लाइन बुनिसकेपछि यसलाई 2 भागमा डिभाइड गर्नुपर्छ र अर्को सियोले सिधाउने भएको भएर यसलाई आधी एउटा सियोले गरेपछि अर्को आधीमा चाहिँ यसरी 2 भागमा छुट्याउनु पर्छ। त्यही भएर अब आधी चाहिँ अर्को सियोले गरेपछि सजिलो हुन्छ। पछि निकालेर राख्नु पर्यो भने चाहिँ घर बिग्रिने सम्भावना भएको भएर आधी एउटा काँटाले गर्ने, आधी चाहिँ अर्को काँटाले यसरी बुन्ने गर्नुपर्छ। यसरी 2 भाग गरेपछि यसलाई सिधाउनु फिनिसिङको लास्ट भाग हो। अब यसको लागि चाहिँ पल्टाउनु पर्छ, किन उल्टाबाट गऱ्यो भने चाहिँ राम्रो फिनिसिङ हुन्छ र राम्रो देखिन्छ। त्यही भएर हामीले त्यसलाई ठ्याक्क उल्टा पार्ने, उल्टा पारेर चाहिँ अर्को काँटाले चाहिँ दुईतिरकोलाई घरलाई एउटा एउटा गरी यसरी लिने र अर्को घरलाई पनि यसरी लिने। अब 2टा हुन्छ नि त घर, अब 2टा घरलाई पछाडिको घरले अगाडिको घरलाई यसरी घटाउने, अनि एउटा मात्रै बाँकी हुन्छ। फेरि अर्को घर लिने अनि त्यसलाई पनि अर्कोपट्टिले काँटाले यसरी
घटाउँदै जाने यसरी एउटा एउटा बाँकी हुन्छ घर अर्को यतापट्टि लिने यसरी सिधाउँदै जानुपर्छ यसरी सिधाउँदै गयो भने चाहिँ फिनिसिङ राम्रो हुन्छ एउटा घर बाँकी हुन्छ नि यसलाई पनि यसरी गरेर सिधाएर यसरी काट्ने प्लेट बान्दाखेरि ठ्याक्क काट्नु पर्छ अब यसलाई यसरी सुल्टाएर हेर्नु त सेम माथिको डिजाइन जस्तै हुन जान्छ फिनिसिङ राम्रो हुन्छ सिलाएको जस्तो हामीले केही देखिँदैन यसलाई राम्रो फिनिसिङ त्यही हुन्छ त्यस्तै देखिन्छ डिजाइन अब बाँकी रह्यो यसमा अब पछाडिपट्टि सिलाउनु पर्छ हामीले यसरी दुईटा तयार भएन अब अर्को सियोको सहायताबाट यसलाई सिलाउनु पर्छ यतापट्टि जुन यसरी घर हुन्छ नि यसको ठ्याक्क बिचबाट लिने कि अनि सिलाको भाग देखिँदैन त्यस्तो गऱ्यो भने यता एकचोटि साइडमा उठाऊ यसरी ठ्याक्क बिचबाट लिने घरको बिचबाट यसरी छिराएर यसरी लिनु पर्छ तलसम्म यसरी बिचबिचबाट लियो भने सिलाको भाग देखिँदैन सुल्टाबाटै गर्दा पनि हुन्छ सुल्टाबाट गरेर यस्तो गर्ने भित्रबाट सिलाउँदा नि हुन्छ तर भित्रबाट सिलायो भने चाहिँ अर्कै डिजाइनले सिलाउनु पर्ने हुन्छ मैले चाहिँ यहाँ सुल्टाबाटै सिलाउँछु सुल्टोबाट सिलाए पनि देखिँदैन धागो चाहिँ यो कलर डिफ्रेन्ट छ नि त त्यही बराबर ठ्याक्क त्यो कलरमा साइड लिनुपर्छ नत्र तल र माथि हुन जान्छ कलर ठ्याक्क सिधा यताको र उताको कलरमा म्याच गर्नु परेन यसरी सिधा अब यसलाई भित्रबाट छिराइ यसरी बाहिरबाट यसरी भित्र छिराइदिने र अनि भित्र गाँठो पार्ने अलिकति टाइट गरेर तान्नुपर्छ बडीबाट अब काट्ने अब हेर्नु एउटै देखिन्छ त दोस्रो कलर त त्यस्तै सिलाएको देखिँदैन अनि यसरी तयार हुन्छ हाम्रो मोजा बाई बाई